म्याम डिएसपी सरलाई अनि भाइ हाम्रो निलेश भाइलाई सबसँगै हामी उहाँलाई हेरेर धन्यवाद दिन चाहन्छौँ र यो एकदमै छिटो कार्यक्रमको लागि र हाम्रो पुलिस ह्यान्ड्सको हाम्रो निलेश भाइलाई पनि है धन्यवाद दिन चाहँदै र अन्तिम भाषणको निम्ति एक दुई शब्द म एसपी म्यामलाई बोलिदिने अनुरोध। जुनै एक्सर्साइज गर्नुभन्दा अगाडि चाहिँ वार्मअप गर्नुपर्छ, स्ट्रेचिङ गर्नुपर्छ। वार्मअप गरिसकेर चाहिँ स्ट्रेचिङ गर्नुपर्छ, जसमा कि दुईवटा गरेपछि तपाईँले जे पनि मुभ गर्नुहुन्छ तपाईँको ठुलो इन्जुरीबाट बाँच्नु सक्छ, कुनै हानि नसक्ने हुने छैन हो। अन्त त्यही कारणले गर्दा तपाईँ वार्मअप गर्नुहोस्। अन्त वार्मअप पनि ज्यादा होइन, 5 मिनट जति गर्नुभयो काफी हुन्छ नि त। स्ट्रेचिङ 1 मिनट 2 मिनट राख्दाखेरि कम्फर्टेबल तपाईँले जुनै पनि वर्कआउट गर्न सक्नुहुन्छ। अन्त तपाईँको क्यारेक्टरिस्टिक्समा चाहिँ स्किल पनि हुन्छ, तपाईँको सिम्पलबाट स्टार्ट हुन्छ। हामीले युटिलाइज गर्न सक्छ बारलाई चाहिँ कसरी चाहिँ के चाहिँ गर्नु सक्छ त्यही देखाउनु छ। पहिला हामीले यो बार देख्दैछ नर्मल बार छ, तर हामीले क्यारेक्टरिस्टिक्स चाहिँ प्रपर बार यसलाई भनिन्छ। अन्त यसमा हामीले पुरा फुल बडी वेटलाई उचालेर वर्कआउट गर्न सक्छ। ओके, यो चाहिँ पुलअप पुग्छ। फर्स्ट स्टार्टिङ हामी पुलअपबाट गर्न सक्छ हो। अन्त तपाईँको पुलअपमा भेरिएसन हुन्छ, वाइड क्लोज ग्रिप तपाईँको चेन्ज गरी गर्नु सक्छ हो। अन्त तपाईँको यो वाइड भयो, वाइड पनि गर्नु सक्छ। अन्त अघि क्लोज गरे क्लोज हो त्यो। अन्त तपाईँको चिनअप चाहिँ ज्यादा जस्तो हाम्रो जहिले पनि हेऱ्यो भने होइन आर्मीमा चिनअप गराउँछ। चिनअप चाहिँ यो मस्ट इम्पोर्टेन्ट, यो सिक्नुभयो भने होइन तपाईँको हेल्थलाई धेरै राम्रो दिन्छ। बाइसेपको एक्सर्साइज हो यो। ओके, यो चाहिँ सिम्पल बार डिस्क हुन्छ। तपाईँको सिङ्गल बार डिस्क पनि हुन्छ यसमा। सिङ्गल बार चाहिँ यो भन्छ तपाईँले देख्नुभयो अरे है। मसलअपको लागि तपाईँको यो बार डिस्क हुन्छ, यसलाई स्ट्रेन्थ बनाउँछ। चेस्टको पनि एक्सर्साइज गर्छ, तपाईँको बडी चाहिँ स्ट्रेन्थ बनाउँछ ल। यो चाहिँ फ्रन्ट लिभर हो, यो चाहिँ कोर टाइट राख्नुपर्छ। यो ब्याक लिभर हो। यो चाहिँ स्किलबाट हुन्छ ल। यो सिक्नुको लागि चाहिँ टोस्टो बारहरू गर्दा पनि हुन्छ। यो कसरी गर्छ, कसरी गरे त्यो अलिकति हामीले बताइदिन्छ नि ल। टोस्टो बार गर्नु म गरिदिन्छु नि त। ओके, भर्खरको स्किल कसरी गर्यो त्यसको लागि चाहिँ यो बेसिक हो। बेसिक फाउन्डेसन हामीले भन्छ। फाउन्डेसनलाई स्ट्रङ गऱ्यो भने त्यो आरामले उठिहाल्छ। कोर टाइट गऱ्यो त्यहाँपछि तपाईँको लेग रेस भन्छ, फुल लेग रेस हो यो टोस टु बार। अन्त टक, यो चाहिँ टक फुल डक, एडभान्स डक एन्ड देन फल लिभर। यो चाहिँ क्लिन फल लिभर। त्यो बिस्तारै गर्दै गर्दाखेरि खोलिहाल्छ हो। पुल ओभर भन्छ, यो जुन चाहिँ घोक छ नि त्यसलाई पुल ओभर भन्छ। पुल ओभर गर्नुहोस्, पुल ओभरमा तपाईँको बडी सबै हुन्छ। अन्त यो चाहिँ तपाईँको भयो ब्याक लिभर टक, यो हुन्छ। त्यसपछि यो चाहिँ स्ट्यान्डर्ड भयो, ब्याक लिभर स्ट्यान्डर्ड यो गऱ्यो। अन्त त्यसपछि चाहिँ ब्याक लिभर यो गर्नुभयो। यो चाहिँ अलिकति जोगिएर गर्नुहोस् ल। ह्यान्डस्ट्यान्ड भन्छ। यो चाहिँ तपाईँको टाइगर ब्यान्ड, ह्यान्डस्ट्यान्ड टु टाइगर ब्यान्ड, ह्यान्डस्ट्यान्ड टु टाइगर ब्यान्ड। ओके, यो चाहिँ डिप ह्यान्डस्ट्यान्ड पुसअप। यो चाहिँ अलिकति इम्पोसिबल गर्छ ल, साह्रो गर्छ। Back pullover and then close grip muscle up, bar twist, muscle up. यो चाहिँ एकैतालमा भेरिएसन गरिन्छ डाइनामिक्समा चाहिँ हो। राम्रो गऱ्यो, दामी दामी। ओके, यस, पुल अप एन्ड देन बार ओभर, पुल ओभर सरी। ओके, यो चाहिँ अलिकति स्किलमा लाग्छ। एल्बो लिभर, वाउ, नाइस। यो क्यालिस्थेनिक्सको जुन चाहिँ पनि गर्दैछ यो क्यालिस्थेनिक्समा आउँछ। तपाईँको यो पुलअप एन्ड देन वाइड पुलअप, क्लोज पुलअप, नाइस वान।
यो चाहिँ ह्युमन फ्ल्याग फेरि अप्ठ्यारो हुन्छ है र यो दाजुहरूलाई बोलायो दादाहरूलाई बोलायो यहाँनिर गराउनुको चाहिँ एउटै उद्देश्य छ त्यो गोटी खाएर लडिरहेको दादा जस्तो नहुनु यस्तो दादाहरू जस्तो चाहिँ हुनुपर्छ हो कि होइन हो हो दादाहरू आफ्नो दादाहरू चुज गर्दाखेरि चाहिँ यस्तो दादाहरू चुज गर्नु त्यो गोटी खाएर लडिरहेको दादाहरू चाहिँ चुज नगर्नु त्यो चोइस चाहिँ तपाईँहरू सानोभन्दा सानो भए पनि तपाईँहरूकोमा त्यो चोइस चाहिँ हुन्छ कहाँपट्टि हेर्नुपर्ने कुन चाहिँ चिजलाई देखेर प्रेरित हुनुपर्ने त्यो चोइस चाहिँ तपाईँहरूकोमा हुन्छ त्यो सानो नानीकोमा पनि हुन्छ ठुलोकोमा पनि हुन्छ हो अन्त तपाईँहरूलाई यही छ कि यसमा अलिकति होस गरेर तपाईँहरूले गर्नुहोस् फेरि लडेर टाउको नफुटाउनुहोस् होला हो होस गरेर गर्नु बेसी उत्तेजित भएर नगर्नु हो दाजुहरूले गरेको हेर्नु सानो भाइहरूले तपाईँहरूले पहिला नै त्यहाँ माथि नताक्नु तपाईँको हाइटकोहरूले यो पहिलानिर यो गर्नु जुन चाहिँ बेसिक भन्नुभएको थियो बेसिकको म किनभने बेसिकबाटै सुरु भएको हो बेसिक चाहिँ तपाईँले झुन्डिनु सिक्नुपर्छ त्यहाँनिर दुईवटा हात पक्रेर तपाईँहरूले 60 सेकेन्ड 100 सेकेन्ड 2 मिनट झुन्डिनु सक्नुपर्छ झुन्डिनु सकेपछि त्यसपछि तपाईँले पुलअप गर्नु सक्नुपर्छ पुलअप गर्नु सक्नुपछि तपाईँहरू अरू गर्नु सक्नुहुन्छ हुन्छ त्यही कारण बामे नसरिकन नउफ्रौँ पहिला बामे सर्नु सिकौँ राम्ररी त्यहाँदेखि चाहिँ उफ्रिँदा हुन्छ ल थ्याङ्क यू भेरी मच